हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल तपाईँहरूलाई चाहिँ आज फेरि पनि स्वागत छ मेरो च्यानलमा चाहिँ आज चाहिँ हामी न्यू म्युजिक भिडियो चाहिँ रियाक्सन गर्नेवाला हुन्छौँ र तपाईँ हाम्रो नजिकको र एकदम मनपर्ने अहिले टिकटक स्टार युट्युब स्टार रिसेन्टली एकदम क्रेज बढिरहेको होइन जसको चाहिँ म्युजिक भिडियो आएको छ मनिषा र अजय पुन मगरको हामी चाहिँ म्युजिक भिडियो हेर्नेछौँ र तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ प्रतिक्रियाहरू दिनु होला है त क्रेजी सिन चाहिँ के हो भने आफैले मन पराएको मान्छेसँग चाहिँ म्युजिक भिडियो गर्दाखेरि चाहिँ कति क्रेजी होला कि सिन चाहिँ बा कस्तो मजा आउँला ओ तिम्रो मुस्कानमा बा खतरा त्यो सिने के हो यस्तो टक्क गाउँको सिन टक्क यतैतिर सुट भए जस्तो लाग्यो मलाई चाहिँ होइन म पनि नजिकै हो त्यही भएर यतैतिर सुट भए जस्तो लाग्यो मलाई चाहिँ ल यता अगाडि नै साइकलमा के हो ल ठिक छ है ल ठिक छ ल यो सिन त यहाँकै माथिको होइन यहाँ माथिको हो क्या यो सिन त्यो ठ्याक्कै कस्तो हो नि त्यहाँ हामी मर्निङ वाकमा माथि जान्थ्यौँ त्यहाँनिरको सिन रहेछ यो तर दामी छ है आयो आयो मनिषा दिदी चाहिँ टक्क यहाँ देखा भइसकेको छ है त्यहाँ चाहिँ तर यो ठ्याक्क अजय कुन मगरको दोकानभन्दा चाहिँ अलि माथिपट्टि सुट भए रहेछ तिम्रो मुस्कानमा डोलाउन थाले म तिमीबाट आँखा हट्दैन मलाई चाहिँ खुसी लाग्नु कारण चाहिँ के हो भने स्टिल हुन्छ नि त्यो के भन्ने यस्तो के दामी के हुन्छ नि त्यो नजरहरू नकाई कुरा लुकाउन सक्दिन तिमीलाई देखेसी मन सम्हाल्न सक्दिन बिस्तारै बिस्तारै थाहा नै नपाई मेरो यो मनमा किन लडाको किन लडाको हो क्या बस्न थालेछु पागल हो भने जस्तो लाग्यो मलाई यो शब्द चाहिँ आज तिम्रो मुस्कानमा डोलाउन थाले दिमाग छैन क्या तिमीबाट आँखा हट्दैन मनकाई कुरा लुकाउन सक्दिन तिमीलाई देखेसी मन सम्हाल्न सक्दिन यो कहाँको सिन हो यो माथिको हो क्या हो माथिको हो यता ट्राफिक नियमको पालना गरौँ गुड हेलमेट राखेन नि त दामी दामी छ है सङ चाहिँ दामी दामी लेखेको रहेछ क्रेजी सिन रहेछ नि त माथिको हामी त मुनि हिँड्थ्यौँ तर माथिबाट ड्रोन सट त दामी रहेछ यार ल यो चाहिँ चितवनको चाहिँ एकदम पपुलर यो चाहिँ इन्टरनेसनल यो ड्रेसअप चाहिँ इन्टरनेसनल धरी मान्छेहरूले लाउँछन् के चौधरी ड्रेस दामी आई डोन्ट नो यो सिन कहाँको यार सँगै चौधरी आँखा त्यहाँ त दुईटा मिक्स सङ रहेछ यो नेपाली र चौधरी दुइटै
सुहाउने के दामी। यो दिदी पनि दराई भएको कारणले पनि ठ्याक्क 14 जस्तै नि देखिन्छ कि फेस। दामी। गुड पोइन्ट है यो चाहिँ दामी लाग्छ यो सीन। ए यो सिन है। मलाई थाहा भयो यो सिन कहाँको भनेर। त्यहाँ मुनिपट्टिको त्यो पार्क जस्तो टाइपको जिम सिम भएको जस्तो त्यहाँको जस्तो लाग्यो है मलाई त्यहाँ। अलिकति माथिपट्टिको। थामिदेऊ न मेरो हातलाई एकछिन त सँगै हिँडिदेऊ न यो संसार सबै भुली मेरो छेउमै बसिदेऊ न थामिदेऊ न मेरो हातलाई थाम्ने त भइहाल्यो नि। नथाम्ने भन्ने हुन्छ। अहिले यो दुईटा जोडीलाई मन नपराउने कसले होला? एकदम सबैको क्रेज छ क्या यो दुईटा जोडीमा चाहिँ होइन? भनिरहनु पर्दैन नि। गीतै त्यस्तो वा दामी दामी। यही कपालको लागि बनाएको जस्तो गीत छ। एकछिन त सँगै हिँडिदेऊ न यो संसार सबै भुली मेरो छेउमै बसिदेऊ न बोली तिम्रो साह्रै मिठो सुनिरहन्छै लाग्ने तिमीले हाँसेको देख्दा मनै रमाउने हावाले तिम्रो केश उडाउँदा हेरिरहन्छै लाग्ने तिम्रो आँखामा मेरो मनै डुबिजाने एउटा क्रेजी सिन चाहिँ के हो भने आफैले मन पराएको मान्छेसँग चाहिँ म्युजिक भिडियो गर्दाखेरि चाहिँ कति क्रेजी होला कि सिन चाहिँ बा कस्तो मजा आउँला। तिम्रो मुस्कानमा डोलाउन थाले म तिमीबाट अब आँखा हट्दैन गाह्रो भइसक्यो के जानु पर्यो छिटो। मनकाई कुरा लुकाउन सक्दिन तिमीलाई देखेपछि मन सम्हाल्न सक्दिन तिम्रो मुस्कानमा डोलाउन थाले म साँच्चै नै यो मुस्कानमा जो गयो नि फिदा हुन्छ है। यत्तिको चाहिँ हाँस्नै पर्यो। तिमीबाट अब आँखा हट्दैन मनकाई कुरा लुकाउन सक्दिन तिमीलाई देखेपछि मन सम्हाल्न सक्दिन ब्युटिफुल आहा नि बाफ्रे त्यो आवाज कसको आई डोन्ट नो होइन। यति दामी केटीको आवाज पनि दामी दामी है। सक्यो कस्तो छोटो बनाएको त दामी दामी छैन दामी जिरो मल्टी पिक्चर्स प्रेजेन्ट उस गरेको रहेछ होइन। सिङ्गर चाहिँ सुयोग महतो र आर्जो चौधरी रहेछ। लिरिक्स एन्ड कम्पोजिसन चाहिँ ओके तर दामी छ है एकदम म्युजिक चाहिँ दामी। कति छोटो बनाएको अलि लामो बनाऊ न अर्कोचोटि चाहिँ अझै दामी अलि लामो बनाऊ है। हेर्दा नि क्या मजा आइरहेको थियो सकिरहेको यो चाहिँ अलिक भएन है अलि लामो बनाऊ 8-9 मिनटको यसो बनाउनु पऱ्यो अलिक मजा आउँछ नि हेर्न नि। ल है गाइस एकदम सपोर्ट गर्नु होला। एकदम राम्रो छ म्युजिक शब्दहरू पनि दामी छ। त्यो झन् त्यो ठ्याक्क गर्ल्सको चाहिँ टक्क चेन्ज हुँदाखेरि चाहिँ एकदम मिठो सुन्ने छ झन् एकदम चौधरी गीत मिसिँदाखेरि एकदम दामी सुन्ने छ। फेरि यस्तै भिडियोहरू बनाउन अझै होइन लिनु होला। एकदम अहिलेको चल्दो बल्दो होइन हाम्रै ठाउँ एरियाको होइन एकदम चल्दो बल्दो दाइ दिदी हुनुहुन्छ
राम्रो छ, एकदम राम्रो छ। यो गीत पनि यतैकोले बनाएको हो कि आई थिङ्क, है चितवनकोले। आई होप राम्रो, एकदम राम्रो सङ लेख्नुभयो रहेछ। र यदि तपाईँहरूलाई नि यस्तै भिडियो हेर्नु छ भने तपाईँहरूले चाहिँ के गर्नुपर्ने हुन्छ, लाइक, सेयर एन्ड सब्सक्राइब गर्नुपर्ने हुन्छ। बाई बाई।